राम्रो छ हेर्नुहोस्। तपस्याला, पूर्वी रुकुम, पश्चिम रुकुम भन्ने त राम्रो ठाउँ हो त। तर के गर्ने, अलिकता बाटोको अभाव छ, अब यातायातको अभाव छ है। अब त्यसपछि बनेको जस्तो यातायात पाइँदैन है। जब 2-3टा यातायात हुन्छ त्योमा पनि खोजसाखोज गर्ने हुन्छ, त्यही पनि हाम्रो यात्रा सब भएको हुँदैन। यसतिर गइसके के गर्ने, यस्तै छ। नेपालको कानुन दैवले जानुन्, यस्तै त छ हाम्रो जिन्दगी। हेर्नुहोस्, यात्रा पहाडको राजा भनेर हाम्रो यो रुकुमलाई चिनिन्छ है। यस्तो पहाड जस्तो ठाउँमा चाहिँ हामी बस्दै आएका छौँ र त्यही माथि ड्राइभरहरू पनि लगभग एकदम राम्रै हुनुहुन्छ है। यस्तो ठाउँमा गाडी चलाउने मान्छेहरू हालेर अझै लोड बढी बनाएर लग्नुहुन्छ तैपनि सक्नुहुन्छ है। तर त्योभन्दा पनि गाडीको क्षमता कति छ, उसले कति बोक्नुपर्ने हो, कसरी बोक्नुपर्ने हो, त्यो फेरि हाम्रो पुलिस प्रशासन पुगेन भने होइन। हाम्रो पुलिस प्रशासनले चाहिँ चेक गरेर पठाउनु होला। त्यसको के छ त, त्यसको ब्रेक लाग्छ कि लाग्दैन होइन बाटे। अनि त्यसको साइड लाइटहरू बल्छ कि बल्दैन, अनि हर्न बस्छ कि बस्दैन, त्यो पनि चेक गरेर तपाईँ प्रशासनहरूले हेरेर एकदम रेटे गर्नुहोला। यो कुनै पनि मान्छे, एउटा मान्छेको जिन्दगी होइन, यो हजारौँको जिन्दगी जोडिएको हुन्छ। किनभने एउटा मान्छे कारणले हजारौँ मान्छेहरूको दुर्घटना भएर कति दुःख पाउने अवस्था हुन्छ। कसै त्यस्तै दुर्घटनामा भएर हिँड्नै नसक्ने कस्तो अवस्था खेप्नु परेको छ। त्यसैले तपाईँहरू ड्राइभरहरूलाई पनि धेरै हाम्रो अनुरोध छ, प्लिज तपाईँको गाडीले जति सक्छ र आफूले जति सकिन्छ त्यति बोकेर यात्रा गरिदिनु होला। कुनै पैसाको लागि मात्रै होइन, किनभने मान्छेहरूको भविष्य जोडेको हुन्छ। जब केही तलमाथि हुँदाखेरि त्यो बालबच्चाहरूको अनि छोराबुहारीहरूको सपनाहरू कस्ता अधुरा हुन्छन् त्यो पनि तपाईँले बुझ्नुहुनेछ। त्यसैले सबैलाई हाम्रो अनुरोध छ, हामी नातिबाजे यो यात्रा गर्दै गर्ने क्रममा हामी धेरै दुःखहरू भोगिराख्दा हामीले त भोग्यौँ, तर हामी जस्ता अरू कसैले पनि नभोगुन् भनेर हाम्रो इच्छा धारणा हो कि होइन बाजे। त्यसैले हुन त हाम्रो पूर्वी रुकुम तपाईँलाई धेरै मलाई सोध्नुहुन्छ, ओहो गणेश भाइ चाहिँ रुकुमको मान्छे हो, उहाँको गाउँ घुम्न पाल्नुहुन्न, अब आउनु पर्ला भनेर भन्नुहुन्छ। तपाईँहरूलाई पनि हाम्रो पूर्वी रुकुममा पनि स्वागत छ, राम्रो छ। हेर्नुहोस् है, घुमघाम गर्ने भ्रमण गर्नेको लागि धेरै राम्रो छ। हेर्नुहोस्, मैले भिडियो बनाइरहेको छु। हेर्नुहोस् कस्तो बाटो चाहिँ कस्तो छ र अनि डाँडा काँडा हेर्नुहोस्, पहाडहरू हेर्नुहोस् त कति राम्रो सिनहरू आएको छ है, तपाईँले देख्न सक्नुहुन्छ। अनि मान्छेहरू पनि त्यस्तै एकदम राम्रा हुनुहुन्छ है। सबभन्दा मान्छे राम्रो होइन, मान्छेको मन राम्रो हुनु पर्यो, बानी बेहोरा राम्रो हुनु पर्यो, सबैसँग बोलीचाली मिठो बोल्नु पर्यो, हो कि होइन बाजे। अब हामी कसैसँग नराम्रो बोलेर नराम्रो गरेर हामी के हाकिम हुने छैनौँ, हामी प्रधानमन्त्री बन्ने छैनौँ है। हामी कसैसँग नराम्रो गरेर कुनै पनि हामी केही भन्नेवाला छैनौँ। हामी त्यसैले आफ्नो ठाउँबाट जति
सक्नुहुन्छ, जति गर्नुहुन्छ आफ्नो ठाउँबाट धेरै माया र अपेक्षा राख्नुहोस्। फलाना मान्छेको यस्तो उस्तो भनेर प्रशंसा गर्नुहोस्, तर नराम्रो प्रशंसा नगर्नुहोस् है। हो कि बाजे? राम्रो कुरालाई लिनुहोला, नराम्रो कुरालाई तपाईँले गीत बनाउँदै जानुहोला, बिर्सँदै जानुहोला। यही भन्दै अब हामीहरू यही यात्रा गर्दै गर्ने क्रममा तपाईँ हाम्रो अबको तिहार 2082 सालको तपाईँहरूलाई धेरै धेरै शुभकामना। तपाईँ हामी फेरि यसरी भेटघाट होस् भन्ने भगवान्सँग हाम्रो प्रार्थना छ। भगवान्ले तपाईँहरूको रक्षा गरून्, सधैँभरि तपाईँहरूलाई खुसी राखुन्। अनि तपाईँहरूको आशीर्वादले म तपाईँहरूको प्यारो गणेश बिहा मगर पनि खुसी हुने, तपाईँहरूको मायाले म केही गर्नुपर्छ भन्ने मलाई पनि इच्छा र मलाई हिम्मत जागोस्। तपाईँहरूले मलाई धेरै माया गर्नुहुन्छ।